1 केजी मासु राखिदिनु त। ओए के मासु आयो? मासु त ल्यायो केटा हो, चामलै सकेर चामल पनि लिएर आऊ न। दाइ 1 बोरा चामल दिनु न। केटा हो मासु पकाउनको लागि प्याज पनि सकेछ रुममा, प्याज लिएर आऊ न। ए होला दाइ 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 1 बोरा प्याज दिनु त। त्यत्रो 1 बोरा नभन्न, मसँग पैसा नि छैन। त्यसो भए आधी बोरा दिनु दाइ। केटा हो ग्यास पनि सकेछ, ग्यास पनि लिएर आऊ। केटा हो रुममा तेलको थुप्रै रहन्छ, तेल पनि लिएर आऊ न। दाइ 1 कार्टुन तेल दिनु न। यस्तो चाउचाउ खाना पाए पनि मजा आउँथ्यो। केटा हो पानी पनि लिएर आऊ न। दाइ 2टा पानीका जार है। केटा हो रासन पानी लगभग हामीलाई पुगिसक्यो। अब साथी भएकै अवसरमा यो घर पनि हान्दिउँ क्या हो।